चाहिँ हिलोमा भासिन्छ यति धेरै यस्तो छ। गुड मर्निङ, वेलकम ब्याक टु माई ब्लग। म चाहिँ सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्नु त साथसाथै म चाहिँ आज जाँदैछु धान काट्नु हँसिया बोकेर। हाम्रोतिर चाहिँ पुरै दुसे लागेर कस्तो अँध्यारो भएर छ, पुरै हाम्रो दिन आज पनि यस्तो भएर छ। दुसे लागेर तलमाथि धान काट्नुको लागि म चाहिँ धान काट्दैछु। यहाँनिर काट्दैछु, यता चाहिँ काटिसकेँ। भोलि भर्खर धानले राम्रो आमा र दुईजना भएर चाहिँ कुट्दै हुनुहुन्छ। बहिनी खेलिया चाहिँ अनि म पनि जाँदैछु फेरि लिनुको लागि। त चाहिँ हामी चाहिँ यहाँ मात्रै ल्याइसक्यौँ। म चाहिँ यता जाँदैछु। हाम्रो चाहिँ हिलोमा भासिन्छ यति धेरै यस्तो छ। त्यही अब घर जाँदैछौँ। हामी चाहिँ घर आइसक्यौँ। बाई बाई साथीहरू, आजको मेरो भिडियो यति नै। भोलिको भिडियोमा भेटौँला।